हेलो गाइस, वेलकम टु माई च्यानल होइन। यो चाहिँ मेरो अब भनौँ न फर्स्ट भ्लग जस्तै हो। हामी चाहिँ अब सर्ट एउटा छोटो टुरमा निस्किएको छौँ है। उहाँ चाहिँ मेरो एकदम आत्मैदेखि प्रिय दाजु हुनुहुन्छ होइन। हाम्रो बच्चैदेखि खेल्दै हुर्कै कुचा खेल्दै हुर्केको अब दाजुभाइ भनौँ, साथी भनौँ होइन। अनि उता भाइ छ भर्खरै क्रोएसियाको, भर्खरै आज ल्यान्ड भएको होइन। उसलाई चाहिँ अब क्रोएसिया आज आएको, आजै सबै घुम्नु पऱ्यो अरे भन्ने कुरा गर्दैछ। अर्को चाहिँ हाम्रो पछाडि छ उहाँ भाइ, एकदम प्रिय भाइ। रवि भने पनि भयो, अभि भने पनि भयो होइन। गुरु भने नि भयो, डिग्री भने पनि भयो। उयो हाम्रो अब पछाडिको भ्यू हामीले कसरी देखाउँ त। अब यो एउटा कुकुर नकिने अहिले हामी एकदम उकालो चढ्दैछौँ गाडी लिएर। यो चाहिँ हाम्रो पुरै उकालो छ है। गाडीले पनि अलिकति सास फेर्न गाह्रो मानिरहेछ, तर तान्न त जान्छ। हाम्रो यहाँ दाइ हुनुहुन्छ है। यो हल्का यो डाँडाको गाउँ भनौँ न, गाउँ जस्तै छ ठाउँ है। ल यस्तो छ क्रोएसिया। ल भ्यू हेर्नुहोस् है हाम्रो क्रोएसियाको। अहिले चाहिँ हामी उता डाँडातिर पुगेर चाहिँ अझै योभन्दा पनि राम्रो भ्यू देखाउँछ है हजुरलाई है। ल हो ल हेर्नु, स्याउको केरा अङ्गुर सबैको छ है यहाँ बोटहरू। ल फास्ट एन्ड फ्युरियसको जस्तो गाडी कुदाइ भएको छ यहाँ चाहिँ। ल हाम्रो एकदम यही डाँडा हेर्न क्रोएसियाको जङ्गल बाटो, गाउँतिरको एकदम शान्त सुन्दर। नेपाल जस्तै लाग्छ है कहिलेकाहीँ चाहिँ, ठ्याक्कै नेपाल जस्तै छ। अब कहाँ गइन्छ त हामी? अब हामी अहिले एकदम कुखुराको फार्म, लोकल कुखुराको फार्म भिजिटमा होइन। लोकल कुखुरा हन्टिङ गर्दैछौँ। लोकल कुखुरा खाने भनेर चाहिँ यहाँ सबै आतुर छ होइन। अब लोकल कुखुरा कहाँ पाउँछ भनेर यसो गाउँतिर चार्दै हिँडेको हामी। त्यो गर्नु न, मिडिया गर्नु न। अब म्युजिकको तालमा है, पुरै नेपाली म्युजिकको तालमा झप हाँसेर हिँड्नेले पागल बनाइछे, घायल बनाइछे। मलाई कागजको दाना टिपेर झुठोमा लगाइदिन हुन्छ भने हेर तिमीलाई यो मार्ने मार्ने रोतुले जुन्छौ तिम्रो त्यो गाजहरू आँखा। ल हामी चाहिँ अब यहाँ ठ्याक्कै यो कुखुरा खोज्दै आउँदाखेरि एउटा फ्याक्ट्री जस्तोमा आइपुगेको छौँ। अब छोटो ब्रेक लिन्छौँ। ब्रेक सानो ब्रेक भनौँ न, 2-4 मिनटको। अब म भ्यू पनि देखाउँछु तपाईँहरूलाई होइन। यो अब भाइ, म चाहिँ भाइलाई दिन्छु यो क्यामेरा, भाइले सबै वरिपरिको दृश्यहरू देखाइदिन्छहरूलाई होइन। ल हामी चाहिँ अब चट्ट यहाँनिर यो पछाडि चाहिँ एउटा कुखुरा फ्याक्ट्री हो कि के हो छ होइन। दृश्य हेरौँ। हेलो भनिदिउँ ल। हेलो हेलो हाम्रो खै भाइ यस्तो छ है क्रोएसियाको दृश्य। एकदम राम्रो ठाउँ छ, हेर्न सक्नुहुन्छ भ्यू। ल हामी चाहिँ अब यहाँ जस्तो डुगोसेलो भन्ने ठाउँमा आएको छ है। डुगोसेलोको अब यहाँ लिडल मार्केटमा आएको छौँ। यो लिडल भन्ने ठाउँमा आएको छौँ होइन। लिडल मार्केट है हाम्रो। Otvaramo blagajnu broj 2. Molimo vas, postavite robu za kupnju na blagajničku traku i pripremite Lidl Plus aplikaciju. के हो के लिने अलिम त? रेडबुल खाऊँ न। रेडबुल उतापट्टि हुन्छ क्या, फ्रिजमा हुँदैन फेरि। त्यो हुन्छ होला चिसै, त्यो चिसै हुन्छ होला। यो त फ्रिज होइन नि यहाँ पानी। यहाँ चिसै हुन्छ कि हुन चाहिँ। उहाँ फ्रिज छ त्यत्रो। फ्रिजमा हुँदैन।
दही खाँदै जाने हामीले अब चेस गर्न लाग्यो खै चेस चेस है यो चाहिँ हाम्रो ब्रेकिङ टाइममा चट्ट एउटा एनर्जेटिक जुस असली रोज हो असली रोज हो हाम्रो चाहिँ पुरै हाउडे भ्लग हो है हामी हाउडे पारामा हाउडे भ्लग अब एकछिन होइन त्यो छाडा चाहिँ नगरौँ हाम्रो भ्लगमा चाहिँ छाडा हुँदैन होइन अघि तर्फ खाने गफसफ गर्ने के छ रमाइलो होइन क्रोसियाको स्थिति परिस्थिति होइन बस्नु न थाहा छ क्या असली रोज है असली प्रमोसन गर्दैन न फेसबुकको प्रमोसन बोक्राको 10 रुपियाँ फिर्ता आउँछ के 10 चाहिँ बोक्रा राख्नुपर्छ एक दिन बोतल बेच्न जानुपर्छ त्यो हाम्रो बोतल बेच्न जाने भ्लग पनि चाँडै नै आउँछ हाम्रो होइन सबै खाएर अब यो फोहोर जम्मा भएछ फोहोर त होइन पैसै हो त्यो भ्लग पनि हामीले खोलेको छैन खोल्नुपर्छ अब हालिदिइराख्ने हेरौँ न यो सर्कलले हेरिहाल्छ नि भइहाल्छ नि यो एउटा बोतलको नेपाली कम्तीमा पनि 15 रुपियाँ आउँछ 10 सेन्ट 15 रुपियाँ नेपालको कन्भर्ट गर्दा 10 सेन्ट होइन त पहिला 7 सेन्ट थियो अहिले 10 सेन्ट आउँछ च्यानल खोल्नु पनि अब आज च्यानल खुल्छ होइन यो भिडियो अपलोड हुन्छ सब्सक्राइब टिकटक लाइभमा गएर 10 त त्यतिकै पुगिसक्यो जो भेट्छ सबलाई सब्सक्राइब गर्न लाउने हो पुग्छ त्यतिले नि ल अहिलेलाई यसो गरौँ फोन आयो मेरो होइन तिमी जाने सिलगढी म जाने सिक्किमतिर तिमी जाने सिलगढी म जाने सिक्किमतिर With PaySend, you can transfer money from home to different countries around the world. We are trusted by over 7 million customers. Send money abroad to bank cards in तिमी जाने सिलगढी म जाने सिक्किमतिर फुलेको फुल जान्छ End of our short vlog. Bye bye. See you in next vlog.